हेलो गाइज, गुड मर्निङ एभ्रिवान। सबैजनालाई स्वागत छ नयाँ वर्ष 2082 सालको। यहाँहरू सबैजनालाई शुभकामना। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला है। त्यसो भन्दै गर्दाखेरि हामी 2081 साललाई पनि फर्केर हेरौँ। सो 81 साल पनि एकदमै रमाइलो भयो। 365 दिन भनेको यति लामो समय हो। त्यो समयलाई पनि हामी एकदमै धन्यवाद नदिइरहन सक्दैनौँ। सो त्यो समयमा भएको दुःख सुख जे जस्तो भए पनि त्यो एकदमै उपलब्धिमूलक थियो। त्यो 81 साललाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु व्यक्तिगत तर्फबाट। सो गाइज, आज चाहिँ हामी नयाँ वर्ष 2082लाई स्वागत गर्दैछौँ। यो समय आज वैशाख 1 गते, नयाँ वर्ष होइन, नयाँ दिन, पहिलो दिन। सो गाइज, एकदमै रमाइलो हुनेवाला छ। सो आज चाहिँ हामी होइन साथीभाइहरूसँग भेटघाट गरेर रमाइलो गरेर मनाउने प्रयास गरिरहेका छौँ। सो गाइज, म चाहिँ अहिले यात्राको क्रममा छु। सो होइन, ड्युटी टाइम हिँड्नु परिहाल्यो। एकदमै राम्रो रमाइलोसँग मनाउनु होला होइन। अब नयाँ वर्षलाई पनि प्राथमिकता दिनुपर्छ। पहिलो दिन चाहिँ यस्तो रमाइलो होइन, इन्टरटेनमेन्ट गर्नु पऱ्यो। लाइफमा त्यो नै ठुलो कुरा हो। हामी सबैसँग घुलमिल गर्न सक्यो भने हरेक दिन त्यत्तिकै महत्त्वपूर्ण र त्यत्तिकै सुन्दर बन्नेछ। सो गाइज, आज पनि यात्राको क्रममा लिएको सानो भिडियो हो। सो एकदम रमाइलो हुनेवाला छ होइन। अब आजको पहिलो नयाँ वर्ष हो, नयाँ वर्षको पहिलो दिन पनि। त्यसैले यहाँहरू सबैजनालाई फेरि पनि नयाँ वर्ष विक्रम सम्वत 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ है। हजुर, हस्, धन्यवाद।